हेलो गाइज वेलकम टु माई ब्लग मोबाइल चाहिँ मोबाइल राइड कस्तो भयो कडा 390 को यस्तो टायर हुँदा पनि उक्ली है बाटोमा राइडर हो Hello guys, welcome to another video. यहाँ बिसन छ, सागर दाई छ, हाम्रो दाई हुनुहुन्छ, यहाँ रम्के दाई, एउटा ट्रिक, तिनवटा ट्रिक छ नि एउटा स्कुटर अब जान्नको तिनवटा ट्रिक 390 अगाडि हाम्रो चाहिँ तान्त्रिक यात्रा सुरु भइसकेको छ हाम्रो तान्त्रिकको लागि अगाडि तान्त्रिकको यात्रामा ओरेन्ज राइड हिँडेर जस्तो फिल भइरह ओरेन्ज राइड मतलब केटिएमको राइड के राइड त भन्नु हेलो गाइज वेलकम टु माई ब्लग तान्तिङबाट सुरु भइरह नाइटमा है हामी चाहिँ आएको अघि नै हो हाम्रो गडाहरू पछाडि जस्ट सर घुमाएर ग्याङहरू आम्मामा सबको हातमा गिलास र मासु छ म त मासु पनि मान्छ रौता छ दारु हो पारी चाहिँ सिक्लेस हामी चाहिँ तान्तिङ मोबाइल चाहिँ मोबाइल ल जस्ट एकछिनमा भेटौँ ल 7:30 खासै धेरै छैन खाउन मासु केटा सिला सिरी ल्याउ त एउटा चटनी ल्याम्मा पारेर ल्याउ 5वटा हाम्रो गाइजहरू दाउरा चिनी काम गरिरहनु भयो जस्तो दामी गरम होइन हाम्रो पारा चाहिँ यस्तो छ है सुताइ है गाइजहरू यस्तो पारा सुत्या पुरी भुस भइसक्यो म त नको होइन हामी नक होइन भोलि बिहान कति बजी उठ्ने नउठ्ने ल नउठ्ने अवस्थामा छ हाम्रो त्यस्तो छ कम्मल चाहिँ मस्त ओढेँ मैले पन्जन लाएर सुत्देखु झोलाएर त्यहाँ झुन्ना खोइन टुट्टा कम्मल ओढेर कपडा जति भने उति लागि होइन छ्यालबेल दाइ छ उता बिक्कल छ अरू हामी भन्जना यता छौँ ल गुड नाइट गाइज अब चाहिँ हामी सुतिन्छ भोलि बिहान कपडा गइन्छ त्यो चाहिँ भ्लग बनाउँछु म भोलि बिहान भेटौँ ल बाई बाई कस्तो भयो भने के बिहान बिहान उठेर मुस्तिनु कति चिज
खाजा खाने अब एकछिनमा ओहो कति न्यानो भएको अहिले त है घाम देख्नु पारी तर घाम चाहिँ भेट्दै होइन पारी पारी देख्यो न्यानो भयो ल है त हाम्रो खाजा चाहिँ रेडी भयो बिहानको नाइस 7जनाको खाजा ल खाजा टेस्ट हानिदिउँ दाइ ल ओहो रोटी सेलरोटी ओ माई गॉड यार कस्तो है ल खाजा खानु ल्यायो अब है खाजा खाइसु बेटमलाई त गाइज सिग्लेस पारी ऊ बाबा ल हामी चाहिँ कर्पु जानलाई हिँड्ने हो होइन तानथिङबाट खाजा खाएर खाना खाना अहिले पछि फेरि यहाँ आउने हो पारी पारी कस्तो दामी सिन देख्छ सिक्लेस हिमाल हाम्रो साधन चाहिँ अगाडि छ होइन ला होइन हामी चाहिँ साधारण राखेको ठाउँमा जाँदै होइन अब टक्क लाएर त्यसपछि फेरि भेटौँला साधारण राखेको ठाउँ चाहिँ आइयो होइन राइजहरूको डुकै डुक छ है टक्कला रेसिङ स्टार्ट हान्नुपर्छ खुसु होला है पच्याप्दै छ मैला र धुलो ए चिसो र मैला कसम मैले वान ट्यापमा भएन भने त यो ए मैले ब्रेक लगाएको भयो के भयो वान ल हान्छ क्या हान्छ वान ट्याप हान्छ ल हामी चाहिँ कर्पु डाँडातिर उक्लिएको होइन राइड चाहिँ हान्यो अब बाटो चाहिँ यस्तो छ जस्तो स्लो मोसनमा जाने हो घ्यात्रा 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 हुँदै बस्नु म लान्छु के चलाउनुहुन्छ म चलाउँछु बसौँ कि गरौँ उयो माथिबाट बस्नु कहाँले सकिन्छ अब त घाम जाउँ ओके म पछाडि भिडियो बनाउँदै आउँछु नि त्यही भएर जस्तै खायो अब त घाम लाग्यो अब त यहीँ नि हुन्थ्यो क्या बाटो के हिँडेर हिउँ ल हिँड अब त घाम लाग्यो माथि घाम लाग्यो
फर्स्ट टाइम हो लैजानु हुन्छ हजुर गाँडो जान्छ गाँड तानेर आइरहेको हिट गरेर हिट हुन्छ नि त छिटो धेरै काँच जाँदैन यो त मस्त जान्छ के हिट हुन्छ क्या बाफे ल हामी चाहिँ आधी बाटोबाट फेरि राइट सुरु भयो कहाँ हिँड्नु Jiggy jiggy jack, jiggy jiggy jack. Gata हुँदै जाने हामी ओला बेबी फेरि हाम्रो राइड सुरु भयो नि फाइनली भेट भयो बाटो बाटो हिउँ भेट्न हिउँको के भन्छ हिउँै होला खैदै यसमा क्रस फायरको टायर हाल्नु पर्ने अरू त होइन बुस्ट चाहिँ जान्छ होला भाइ अगाडिको टायरमा यसको त बुस्ट हुन्न होला माइ गड जाडो खैदै गयो होला इन्टु खो गयो होला नि यताबाट हालिदिने पेलियममै यसरी केटाहरूले रोकिदिई गयो नि पर्खिनु है हजुर को पुरी धकाल्देऊ न गएर बस्नु जाउँ माथि
हेरेको हेरे जाम जाम नचिप्ले त्यो जाने हो के हेरे कस्तो पर्छ हेरेको कुदाइ बस्छ हिउँ चाहिँ बिस्तारै हिउँ देखिँदै है के छ केटा मजा आयो नि राइड यस्तो हुन्छ राइड कस्तो भयो केटा त्यहाँ तलको केटाहरू हेर भएको क्या मा यो स्कुटर उकाल्दै गर्दा ए दाइको एउटा साइड लाइटै गएछ यार छेउबाट हाल्नुपर्छ ओए छेउछेउ यस्तरी हाल्दै हुन्छ हो त्यहाँबाट बस्छौ आऊ बस ए मेरो त जान्छ क्या ढुक्क लगाइदिन्छु म त यहाँकै छैन खसेछ के कहाँ गयो पुऱ्यो त्यो गएको दिनु त कडा हिउँमा अझै माथि कति हिउँ छ भन्ने कुरो हो होइन मस्त चिप्ले होइन कस्तो मजा आयो तँलाई राइडमा दाइ यत्रो आँट गरेर आएर जाने हो क्या जसरी किन डराएको र पुगिन्छ दाइले कस्तो भयो राइड थाकिन्छ नि थाकिन्छ तल केटाहरू रेस गरेको तल केटाहरू कसरी हेरेको यो कपडा यो निस्किएर धुलो भयो स्कुटर त मैले उचाल्न सक्छु मस्त पुऱ्याइदिन्छु कि हिँड्नु है अगाडि हिँड्नु म पछाडि आउँछु
कस्तो भयो राइड मजा केटाहरू हेर बनाउँदै आइदिएको हामी चाहिँ होइन कस्तो दामी पारामा ढुक्क यो कस्तो मजा आयो नि राइडमा कसम ल सडे सर गाइड सुरु है केटाहरू है म चाहिँ स्कुटर राइड हानिरहेको कस्तो मजा आयो राइड हान्न अफ रोड लङ टाइम पछि अफ रोड राइड हिँडेको म स्कुटरमा मजा आयो है डेन्जर हामी 390 को यस्तो टायर हुँदा पनि उक्लियो है बाटोमा राइडर हो 390 को डुक 200 यता पनि डुगै हो मेरो लागि म्या कसम डुग होइन क्रस फायर ढुक्क ल हाम्रो राइड फेरि सुरु भयो ए हिँड्दै गर्दा हुन्छ है केटा आइज है यही हो डल्लो भएपछि त धेरै गाह्रो हुने रहेछ अरे डल्लो भएपछि त किन गरेर सजिलो भयो अरे एक्लै कस्तो उफ्री हो म यो खालको दिदी हो ये जाउँ लाउँदै गर है दाइको फेरि ब्रेक कराउँदो रहेछ मैले हामी चाहिँ आधी बाटोबाट फर्कियो है कर्पु पुग्न भन्दा नि टाइम चाहिँ भएन हामीसँग त्यही भएर
अब फर्केको है हामी चाहिँ कर्पु डाँडा पुगेन के र फर्केन धुलाहानी भइयो यार हावा हाल्ने हो ओके त्यही हो नि यो डाल्नु मलाई हरिण क्या हो यहाँ त हावा 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 हाल्नु पर्यो यार रिङको रिम पल्यात्तै छ के अरे त्यहाँबाट धेरै बेर लाग्दैन धेरै बेर लाग्दैन भन्दा चाहिँ ड्राइभरले त्यत्रो गाडीबाट त्यहाँ झन् सजिलो छ भनेको के लैदिन्थ्यो ढुक्कले मलाई टेन्सनै थिएन निसल चिम छै म त गइदिन्थेँ लैदिन्थेँ मस्त टाइमै छैन भनिदिएर त दाइहरूले नत्र टायर पनि छुँदो रहेछ फेरि पछाडिको उसमा के भन्छ साइलेन्सरमा डटमा दुईजना बसेको लचक्कै भाइले ढुक्क आइपेट्नी रहेछ सर लचक्कै भयो त्यो डट त यार चलाम बाखालाई हेर्न यतिकै कति सानो हो ढिटो भने त्यो मलाई त्यो भन्दा त भनेको के त्यो भएर सजिलो हुन्थ्यो होला बरु यार या त म त ह्यान्डलले अलि अप्ठ्यारो छ उसले गर्दाखेरि हो क्या एक्सपोजले अनि त्यो पल्सरले नि हावा हाल्दै त चियो होइन तिमीहरूको कालीको मुखमा तल ऊ यहीँ तल अब त्यहीँ तल गएर फोटोसोटो हानेर झर्दिने अब It's alright, hush.